हेलो फ्रेंड्स, आज को मौसम यो काठमाडौँमा नजिकै यो मच्छी गाउँमा आजको मौसम यस प्रकार छ। एकदमै सुन्दर दृश्यहरू आज खिच्न पाएका छौँ तपाईहरुको निम्ति। यो चाहिँ जुन ठुलो बादल छ, त्यो बादलको मुनि एउटा यस्तो राम्रो बस्ती छ, पुरानो बस्ती, जुन बस्तीलाई चाहिँ मच्छी गाउँ भनिन्छ। त्यो मच्छी गाउँमा चाहिँ वर्षको 3 वर्षको एकचोटि मेला हुन्छ। अनि त्यो मेला हुने ठाउँ मच्छी गाउँ म जुम गरेर तपाईहरुलाई देखाउँछु। यो ठाउँ यस्तो छ। यस्तो छ। यो चाहिँ मच्छी गाउँ हो। यहाँ चाहिँ 3 वर्षमा एकचोटि मेला हुन्छ। यो मच्छी गाउँको माथिल्लो डाँडा चाहिँ त्यसलाई चाहिँ भस्मासुर डाँडा भनिन्छ। अनि यसरी आजको मौसम अनि बादलले यो पहाडलाई, यो हिल साइडलाई ढाकेको छ। अनि यसरी नै यता पट्टि जाने हो भने यहाँ चन्द्रगिरी पहाड छ, जुन पहाडमा चाहिँ महादेवको मन्दिर छ। अनि त्यहाँ चाहिँ केबल कार पनि छ। अनि त्यहाँ तपाईहरु घुम्न जान सक्नुहुन्छ। देखिन्छ, यो पहाडलाई जुम गरेर हेर्दाखेरि यस्तो देखिन्छ। र आजको मौसमले यो पहाडलाई एकदमै सुन्दर बनाएको छ। आजको मौसम एकदमै राम्रो छ। सुन्दर बस्ती, यहाँ यो चन्द्रगिरी डाँडा भन्दा मुनि त्यहाँ चाहिँ खानकोट गाउँ छ। अनि यो बस्तीलाई आज यो बादलले ढाकेको कारणले एकदमै सुन्दर देखिरहेको छ। यो ठाउँमा तपाईहरु पनि घुम्न आउन सक्नुहुन्छ। यो ठाउँ चाहिँ काठमाडौँको नजिकै पर्ने यो गाउँ हो। यो ठाउँलाई चन्द्रगिरी नगरपालिका भनिन्छ। आजको मौसम एकदमै राम्रो छ। हुन्छ, आजलाई यो भिडियो यतिकै राख्नेछु। नेक्स्ट भिडियो म लिएर आउने छु तपाईहरुको माझमा। धन्यवाद यो हेरिदिनु भएकोमा। Have a good day and a good time. Okay, bye bye my friend.